स्पेनको टप लिग ला लिगाको 2026-27 सिजन अफिसियल्ली रूपमा आजबाट सुरु भएको छ र पहिलो खेलमै दुईवटा फरक टिमले रेड कार्ड खाएका छन्। आजको पहिलो खेलमा डिपोर्टिभ आल्भेसले गेटाफेलाई 3-0 ले हराउँदै महत्त्वपूर्ण 3 पोइन्ट कलेक्ट गर्न सफल भएको छ। खेलको 41 मिनेटमै गेटाफेले रेड कार्ड पाएपछि गेटाफे 10 खेलाडीमा सीमित भयो। रेड कार्ड प्लस होम ग्राउन्डको एडभान्टेज उठाउँदै आल्भेसले दोस्रो हाफमा गेटाफे विरुद्ध 3 गोल गर्यो। त्यसपछि सेभिया र रायो भालेकानो बीच भएको दोस्रो खेलमा पनि ड्रामाको कमी थिएन। रायोले पहिलो 4 मिनेटमै अग्रता लिए पनि सेभियाले कमब्याक गर्दै 2-1 को जित निकाल्यो। अझ खेलको 88 मिनेटतिर सेभियाले रेड कार्ड खायो, तर 10 खेलाडीमा रहेर पनि सेभियाले जित निकाल्दै 3 पोइन्ट सुरक्षित गर्यो। र अब आज इङ्ल्यान्डमा पनि दुई ठूला क्लब आर्सेनल र म्यानचेस्टर सिटी बीच कम्युनिटी सिल्डको लागि प्रतिस्पर्धा हुँदैछ। कम्युनिटी सिल्ड भनेको प्रिमियर लिग च्याम्पियन र एफए कप विनर बीच इङ्ग्लिस फुटबलको नयाँ सिजन सुरु हुनु अघि खेलिने एउटा एनुअल ट्रफी हो।